जय जय श्री राधे, जय जय श्री श्याम, जय जय श्री बजरंगबली, जय जय श्री राम। समादरणीय श्रद्धालु भक्तगणहरू, अत्यन्तै पावन पवित्र पुरुषोत्तम महिना चलिरहेको छ। पुरुषोत्तम महिनामा हामीले विशेष गरेर पुरुषोत्तम भगवानका दिव्य भव्य र सभ्य चरित्रहरू श्रवण गर्दै आइरहेका छौँ। सबैको घरमा सुख शान्ति समृद्धि प्रदान गर्नुहोला हे पुरुषोत्तम भगवान भन्ने कामनाका साथमा आउनुहोस् आजको तृतीय अध्यायलाई श्रवण गरौँ। ओम वन्दे वन्दारुमन्दारं वृन्दावन विनोदिनं वृन्दावन कलानाथं पुरुषोत्तममद्भुतम्। पुरुषोत्तम भगवानलाई कोटि कोटि प्रणाम गर्दै हामीले पहिलो र दोस्रो अध्यायमा के श्रवण गर्यौं त भने शौनकादि ऋषिहरूका बीचमा नैमिषारण्यमा सुतजी महाराजको आगमन भएको छ। म धेरै तीर्थहरूको परिभ्रमण गर्दै 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 अहिले म हस्तिनापुरबाट आउँदैछु भनेर सुतजी महाराजले सुनाउनुहुन्छ पहिलो अध्यायमा। दोस्रो अध्यायमा शौनकादि ऋषिहरूले भन्नुहुन्छ, गुरुदेव अरू ज्ञानका कुराहरू म यहाँ गएँ वहाँ गएँ, यो भयो त्यो भयो, यी कुराहरू पछि गर्दै गरौँला। हजुर जस्तो ज्ञानी परमात्माको भक्त व्यासजीको शिष्यलाई प्राप्त गरिसकेपछि हामीले हजुरबाट केही ज्ञान प्राप्ति गर्ने इच्छा राखेका छौँ भनिसकेपछि सुतजी महाराजले पुरुषोत्तम महिनाको विषयमा कथा श्रवण गराउँदै हुनुहुन्थ्यो। त्यही कथा श्रवण गराउने क्रममा नारद मुनिलाई बदरिकाश्रममा रहनुभएका नारायण भगवानले यही उपदेश दिनुभएको थियो र भन्दै हुनुहुन्थ्यो 13वटा महिना छन्, 12वटा महिना छोडेर एउटा महिना छ पुरुषोत्तम महिना भनिसकेपछि यो कस्तो महिना हो, यो महिनामा के गर्ने, कसो गर्ने, के नगर्ने, कस्ता व्यक्तिले व्रत गर्ने नगर्ने, यो महिना कसरी आयो, स्वामी को हो, सबै कुरा त्यहाँ सोधिसकेपछि आजको तेस्रो अध्यायमा अब यहाँभन्दा अगाडि कथा बढ्छ। जय बोलो पुरुषोत्तम भगवानको जय। एकदा धार्मिको राजा अजात शत्रु युधिष्ठिरः द्यूते पराजितो दुष्टैर धार्तराष्ट्रैः छलप्रियैः। एक पटकको कुरा हो। युधिष्ठिर नाम गरेका 5 पाण्डवमा जेठा भए युधिष्ठिर। ती युधिष्ठिरले अत्यन्तै दिव्य तरिकाले द्यूत क्रीडा खेले कौरवहरूसँग एक पटकमा हारे, आफूलाई पनि हारे, सर्वस्व हारे, द्रौपदीलाई हारे। दुशासनले द्रौपदीको अपमान गर्यो, चिरहरण भयो, भगवानले रक्षा गर्नुभयो, वस्त्रहरणबाट भगवानले बचाउनु भयो श्रीकृष्ण भगवानले। धृतराष्ट्रले सबै कुरा फिर्ता गरिदियो, तर फेरि खेल्न बोलाएको बेलामा फेरि खेल्दा 12 वर्ष वनवास र 1 वर्ष अज्ञातवास जानु पर्यो। हेर्नु है, त्यसैले हामीले के बुझ्नु पर्यो त भने हामी पनि कहिलेकाहीँ मन विचलित हुन्छ, कहिलेकाहीँ हाम्रो मनले पनि विभिन्न कुराहरू सोच्छ, तर धेरै कमाउँछु भन्दा, धेरै केही गर्छु भन्दा द्यूत क्रीडामा व्यक्ति फस्यो भने जीवन बर्बाद हुँदो रहेछ। आज वनमा एउटा दाइको कारणले 4 भाइ र द्रौपदी सहित भएर सबै वनमा गएर दुःख काटिरहनु भएको छ। त्यो सबै दुःख काटिरहेको अवस्थामा त्यो बेलामा त्यहाँ भगवान श्रीकृष्णको वास भयो। भगवान श्रीकृष्णले दिव्य दर्शन दिनुहुन्छ, भगवानलाई सबैले प्रणाम गर्नुहुन्छ। एउटा कुरा थाहा छ हजुरहरूलाई, जब व्यक्तिलाई अत्यन्तै पीडा पर्छ, चिन्ता पर्छ, व्यक्ति समस्यामा पर्छ, त्यस्तो बेलामा आफन्त भेटियो भने केही न केही आशा हुन्छ। आज 5 पाण्डवहरू द्रौपदी सहित भएर वनमा दुःख कष्ट गरिरहेको बेलामा, सङ्घर्ष गरिरहेको बेलामा भगवान श्रीकृष्णलाई देखेर आँखाभरि आँसु लिँदै अर्जुनजीले भन्न लाग्नुभयो, हे कृष्ण जगताम नाथ नाथ नाहम जगद बहि त्वमेव जगताम पाता माम न पासी कथम प्रभु। हे कृष्णचन्द्र भगवान, हजुरलाई कोटि कोटि प्रणाम छ। हजुर त जगतको मालिक हुनुहुन्छ, जगतलाई लालन पालन गर्नेवाला हुनुहुन्छ, जगतको पालनकर्ता हजुर हो। के म जगतभन्दा बाहिर छु र? के म यो संसारभन्दा बाहिर छु र? म पनि त यहीँ छु। त्यसै कारणले मेरो प्रभु, तपाईँले मेरो रक्षा किन गर्नुहुन्न मेरो प्रभु? तपाईँको त एउटा सानो चिन्तनले मात्रै संसार भस्म हुन सक्छ प्रभु। प्रार्थना गर्नुहुन्छ। भगवान श्रीकृष्णले धृतराष्ट्रले पाण्डवहरूप्रति गरेको अत्याचार सम्झिएर भगवान श्रीकृष्ण अत्यन्तै रिसाएको अवस्था छ। अर्जुनजीले दिव्य तरिकाले स्तोत्र गाउँदै जानुहुन्छ।
पछि गएर श्रीकृष्ण भगवान प्रसन्न हुनुहुन्छ र भन्न लाग्नुहुन्छ, हे राजन, म प्रसन्न भएको छु तिमीहरूबाट, म तिमीहरूबाट कुनै पनि दोषी छैन, म तिमीहरूलाई केही भनेको पनि छैन, तर म धृतराष्ट्रसँग रिसाएको हो। अब तिमीहरूलाई मैले ज्ञान प्राप्ति गराउँछु। हेर, 12वटा महिना छन्। यी 12वटा महिना भन्दा पनि एउटा विशेष महिना छ जो अधिमासः समुत्पन्न, 3 वर्षमा एकपटक आउने अधिमासको उत्पत्तिको प्रसङ्ग म बताउँछु। 3 महिनामा एकपटक आउने अधिमास जसको कुनै पनि के छैन भने कुनै पनि अहिले विशेष गरेर रवि सङ्क्रान्ति छैन। अब यो प्रसङ्ग अलिकति बुझ्नुपर्ने प्रसङ्ग पनि छ। बुझ्नुपर्ने प्रसङ्ग यहाँ के छ भने विशेष गरेर अब अधिक मास अहिले लागेको कारणले अधिक मासमा अनरह कुनै पनि कर्म नगर्ने मलिन मास मानिएको छ। यस्तो मलिन मास अत्यन्तै पीडित छ, सबैले हेला गरेका छन्। त्यो अधिक मासको कुनै पनि स्वामी पनि छैन, कुनै स्वामी पनि छैन, कुनै बचाउनेवाला पनि छैन, कोही पनि छैन, र सबैले त्यो महिनालाई अपहेलना गरेका छन्, सबैले त्यो महिनालाई निन्दा गरेका छन्। यसरी निन्दा गरिसकेपछि त्यो महिनालाई अत्यन्तै विलाप गर्न मन लाग्यो। मैले बरु मेरो उत्पत्ति नभएको भए बरु राम्रो हुन्थ्यो भनेर उसले विलाप गरिरहेको छ, उसले चिन्तन गरिरहेको छ। मर्छु कि भनेर जान्छु भनेर विचार गरिरहेको छ। ठिकै छ, म यसो बरु नगरौँला, तर मैले केही न केही उपाय मैले पक्कै पनि गर्नुपर्छ भनेर अब मैले भगवान श्रीहरिको शरणमा गएर भए पनि केही न केही उपाय लगाउँछु भनेर भगवान श्रीमान नारायणको शरणमा, विष्णु भगवानको शरणमा त्यो अधिक मास पुगेको छ। हे अर्जुनहरू, आज मैले तपाईँहरूलाई यति सुनाएँ। अबको अगाडिको कथामा मैले अधिक मास र विष्णु भगवानमा संवाद के भयो, भगवान विष्णुले अधिक मासको रक्षा कसरी गर्नुभयो, त्यो सबै प्रसङ्ग बताउनेछु। जय बोलो पुरुषोत्तम भगवानको। दिव्य प्रसङ्ग छ नि है। यो 3 वर्षमा एकपटक आउने, यही बेलामा सुन्नुपर्ने, यही बेलामा सुन्न पाइने दिव्य कथा छ। नछुटाउनु है। सबैलाई कथा सुन्न पनि आग्रह गरौँ र विशेष गरेर भगवान पुरुषोत्तम भगवानलाई सम्झिँदै यो 3य अध्यायबाट हामीले विराम लिन्छौँ। वन्दे वन्दारु मन्दारं वृन्दावन विनोदिनं वृन्दावन कलानाथं पुरुषोत्तमम् अद्भुतम्। कृपा टेलिभिजन हेर्दै गर्नुहोला। पुरुषोत्तम भगवानको कृपा हामी सबैमा होस् भन्ने कामनाका साथमा म नारायण कृष्ण आजको भिडियोबाट बिदा हुन चाहन्छु। जय श्री राधे, जय श्री श्याम, जय श्री बजरङ्गबली, जय श्री राम।